अझै हाम्रो घर भत्काउने बेला भएको छ अनि यहाँ को आउनु भएको छ म माथि दिइहाल्छु है पनि फेरिदिएर छ यो नानी काका पनि त पिछाको घरको राम्रो देख्ला नदेख्ला ठाउँमा छ जस्तै मानिलिउँ यो रड आएको छ नि यो इन्जिनै भयो हैन स्ल्याब यहाँसम्म काम दिएर यो 26 किलो मुनि जाँदैछु यहाँदेखि त मुनि भित्र टोयलेट सानो हुँदैन पाक्दैछ यहाँ त्यो चलिरहेछ यो हो हाम्रो गाउँ पिल्लीलाई कसले बचाउने हाम्रो घर